गरेन। त्यो सामुदायिक विद्यालयको सार्वजनिक क्षेत्रको विद्यालयको विज्ञ छ। स्टियरिङमा कहिल्यै नबसेको मान्छे गाडी चलाउन नजान्ने मान्छेले अर्कालाई गाडी सिकाउन सक्छ? मलाई लाग्दैन सक्छ। त्यसैले त्यस्ता खालका शिक्षा कथित शिक्षाविदबाट आएका कुराहरूलाई हामीले खारेज गर्न सक्नुपर्छ, खारेज गरेर अगाडि बढ्नुपर्छ। अब एउटा कुरा मैले नभनी हुँदैन। कतिपय जिम्मेवार साथीहरूले पनि लेख्नुभयो झोले संस्था। हामीले नि हामीलाई झोले भन्यौँ भने बाँकी संसारले हामीलाई के भन्छ? हामी झोले होइनौँ, राजनैतिक दलका झोले होइनौँ। हामी आस्थाका सिपाही हौँ। वैचारिक आस्थाको सामिप्यता हो हाम्रो। संविधानको धारा 18ले दिएको अधिकार कसैले खोज्न सक्छ? संविधानको धारा 34 को उपधारा 3 ले हामीलाई सामूहिक सौदाबाजीको अधिकार दिएको छ, संगठन खोल्ने अधिकार दिएको छ, संगठनको सदस्य हुने अधिकार दिएको छ। अनि संघ संगठनका सदस्य भइस भनेर मन्त्रीले फरमान जारेर हाम्रा संस्थाहरू खारेज हुन्छन्। लौ न साथीहो, हाम्रा संस्था खारेज हुने भनेर हामी नै हल्ला गरिरहेका छौँ। पहिले त्यो संविधान खारेज हुनुपर्छ, अनि मात्रै यी संस्थाहरू खारेज हुन्छन्। त्यो संविधान रहन्जेलसम्म यी संस्थाहरू जीवित रहन्छन्। तपाईँ हामी जीवित रहन्छौँ। श्रम ऐनको दफा 6, 7 र 8 मैले दफाको व्याख्या गरिनँ। 6, 7 र 8 ले पनि हामीलाई बचाएको छ। त्यसैले कसैले केही गर्न सक्दैन। अझ अर्को पनि आधार छ। संयुक्त राष्ट्र सङ्घको विशेष स्पेशल एजेन्सीमा आइएलओ पर्छ। आइएलओसँग EI को साइनो छ, EI सँग NTA को साइनो छ। अनि कसरी NTA खारेज गर्न सक्छ? कसरी NTA हटाउन सक्छ? अथवा यस्तै अरू संस्थाहरू पनि। त्यसकारण ती हुइयाँमा, ती स्याल हुइयाँमा पनि हामीले लाग्नु हुँदैन। कसैले सक्दैन। मन्त्रीले बोल्ने बित्तिकै मैले जवाब दिएको थिएँ। भोलिपल्ट उनीले आफ्नो कुरा संशोधन गरेर निकाले। पछि त के भन्न थाल्यो भने 10-4 पढाउनुहोस्, बाँकी जेसुकै गर्नुहोस्, तपाईँ स्वतन्त्र हुनुहुन्छ। आखिर लाइनमा ऊ बेठिक थिएर त ऊ लाइनमा आए। हामी बेठिक भए त हामी लाइनमा आउँथ्यौँ नि त। हामीले त्यो कुरालाई प्रतिरोध गर्यौँ। त्यसका जसले लेखे पनि, जसले बोले पनि शिक्षक कर्मचारी र शिक्षा विरोधी भाष्यहरूलाई खारेज गरौँ र त्यसको विरुद्ध चट्टान जस्तै भएर हामी उभियौँ। अब अलिकति कुरा म राजनीतिको गर्छु। शिक्षकले राजनीति गरे शिक्षा बिग्रियो भन्ने भाष्य पनि छ नि। त्यो पनि शिक्षक कर्मचारी विरोधी, शिक्षा विरोधीले बनाएको भाष्य। म भर्खरैको अघिल्लो अमेरिकी राष्ट्रपतिको चुनावको सन्दर्भ यहाँलाई दिन्छु। यहाँले कति हेर्नुभयो? पक्कै हेर्नुभयो होला। त्यो राष्ट्रपतिको चुनावमा अमेरिकाका शिक्षकका संस्था खुलेर अलग अलग संस्था अलग अलग राष्ट्रपतिको पक्षमा आए, सार्वजनिक रूपमा भाषण गरे। खोइ त्यहाँ त शिक्षकले राष्ट्रपतिलाई सघाए, राजनीति कसैले डेमोक्रेटलाई सघाए, कसैले रिपब्लिकनलाई सघाए। त्यसैले अमेरिकाको शिक्षा बिग्रियो भनेर कसैले बोलेको सुनिएन। न प्रशासकले बोलेको सुनियो, न शिक्षाविदहरूले बोलेको सुनियो। अनि यहाँ चाहिँ किन आएको त्यो भाष्य? हामीलाई उत्साहित र अभिप्रेरित गरेर कक्षामा राम्रो भूमिका निर्वाह गर्नका लागि वातावरण राज्यले सिर्जना गर्ने हो। बाँकी हिसाबले शिक्षक एउटा नागरिक हो। नागरिक स्वतन्त्रताका सबै अधिकार शिक्षकले पनि प्रयोग गर्न पाउँछ। त्यो ढङ्गबाट हामीले ट्रेड युनियन अधिकारलाई त्यो ढङ्गबाट अगाडि परिभाषित गरेर लानुपर्छ। मलेसियाका प्रधानमन्त्रीले गत साल, तपाईँले हेर्नुभयो भने भेट्न सक्नुहुन्छ, नेटमा खोजे पनि हुन्छ। मलेसियाका प्रधानमन्त्रीले के भने देश राम्रो बनाउने हो भने शिक्षकलाई राजनीति सिकाउनुपर्छ। शिक्षकले राजनीति बुझे भने, शिक्षकले लोकतन्त्र बुझे भने विद्यार्थीले लोकतन्त्र बुझ्छ। विद्यार्थीले लोकतन्त्र बुझ्यो भने नागरिकले लोकतन्त्र बन्छ र देशमा लोकतन्त्र बलियो हुन्छ भनेर बोले। अनि हामी चाहिँ के गरिरहेका छौँ? शिक्षकले के भन्छन् भने शिक्षकले राजनीति गर्यो भने पूर्वाग्रह हुन्छ। फरक आस्था राख्नेलाई पूर्वाग्रह गर्छ। त्यसो भए त शिक्षकले धर्म पनि माग्न भएन। एउटा कक्षामा त फरक फरक धर्मका विद्यार्थी हुन्छन्। फरक विचार राख्ने बित्तिकै लोकतन्त्र भनेको के हो? फरक विचारको बिचमा समायोजन, फरक विचारको बिचमा मित्रता, फरक विचारको बिचमा सहकार्य हो। अनि फरक विचारै राख्न नपाउने, फरक आस्थै राख्न नपाउने भने त्यो कसरी लोकतन्त्र हुन्छ? त्यसैले यो पनि शिक्षक कर्मचारी विरुद्ध गरिएको गलत भाष्य हो। हामी ती कुरा कहिल्यै नपत्याउँ। जति सिद्ध हस्त मान्छे भए पनि, 10 चोटि सगरमाथा चढेको मान्छे भए पनि भेष र हाफपेन्ट लाएर सगरमाथा चढ्न सक्दैन। त्यो कुरा हामीले पत्याउनु हुँदैन। जति ठुलो वैज्ञानिक भए पनि टेम्पो चढेर चन्द्रमामा पुगिँदैन।
त्यसैले गलत अवस्थालाई हामीले के गर्नु खारेज गर्नु। अब थोरै कुरा शिक्षाको सुधारका लागि के गर्नुपर्छ? अब हामीले अर्को मागलाई अघि बढाउनु पर्ने भएको छ। मैले बारम्बार बोलिरहेको छु, शैक्षिक प्रशासनमा शिक्षकको सहभागिता। शैक्षिक प्रशासनमा शिक्षकको सहभागिता नभइकन शैक्षिक प्रशासन शिक्षक मैत्री भएन। फेरि मैले सबै साथीलाई आरोपित गर्न खोजेको होइन। कति मान्छेहरू शिक्षक मैत्री पनि हुनुहुन्छ, कति मान्छे त घरमै शिक्षक भएका हुनुहुन्छ। शिक्षक मैत्री हुनु होला, तर संयन्त्र शिक्षक मैत्री हुनु पर्यो नि। संयन्त्र शिक्षक मैत्री हुनका लागि शिक्षकको शैक्षिक प्रशासनमा सहभागिता, शैक्षिक संरचनामा सहभागिता आवश्यक छ। त्यसैका लागि हामीले यद्यपि यो आएको छैन, तर माग मरेको छैन, मुद्दा मरेको छैन। हामीले टिचिङ काउन्सिलको कुरा पनि उठाइरहेका छौँ। अहिले राज्यमा ट्रेड युनियन अधिकार विरोधीहरू हाबी छन्। लोकतन्त्रप्रति आस्था छ भन्ने तर व्यवहारमा आस्था नदेखिने मान्छेहरू हाबी छन्। त्यस्तो बेलामा लोकतन्त्रको रक्षाका लागि, हाम्रा पेसाका संस्थाको रक्षाका लागि हामीले झन् बढी प्रतिबद्ध भएर लाग्नुपर्छ। निराशाले माथि लाँदैन। हिजो पञ्चायतसँग लड्यौँ, 10 वर्षे जुन आन्दोलन भएको थियो, 10 वर्षे जुन एउटा अप्ठ्यारो परिस्थिति थियो, माओवादी इन्सर्जेन्सीका बेला, माओवादी आन्दोलनका बेला, त्यो बेला पनि हामी टिक्यौँ। अनि अहिले लोकतन्त्रका बेला, लोकतान्त्रिक पद्धतिका बेला हामी टिक्न सक्छौँ कि सक्दैनौँ भनेर लघुताभास हामीले किन पाल्ने, हामी किन डराउने? ट्रेड युनियनको रक्षाका लागि पनि हामी बलियो हुनुपर्छ। ट्रेड युनियनहरू कमजोर भयो भने, हाम्रा पेसाका संस्थाहरू कमजोर भयो भने सत्ता निरङ्कुश हुन्छ। सत्ता निरङ्कुश भयो भने लोकतन्त्र रहँदैन। त्यसैले सङ्कटका बेला हिजोभन्दा अझ बढी जागर खोजिरहेको छ। नेपाल शिक्षक सङ्घका हरेक सदस्यबाट हिजोभन्दा बढी जागर खोजिरहेको छ, हिजोभन्दा ज्यादा प्रतिबद्धता खोजिरहेको छ, हिजोभन्दा ज्यादा काम खोजिरहेको छ। त्यो सङ्गीन परिस्थितिलाई बुझेर विद्यालयमा सक्रिय हुन, आफ्ना एजेन्डालाई डिफेन्ड गर्न, बहकाउमा लाग्ने मान्छेलाई सम्झाउन, बुझाउन र बाटोमा ल्याउन यहाँहरूको सक्रिय सहभागिता हुन्छ भन्ने मैले विश्वास लिएको छु। जति बाधा आए पनि नदीले कहिल्यै बग्न छोड्दैन, जति बाधा आए पनि हावाले पनि कहिल्यै बहन छोड्दैन, फुलले कहिल्यै फुल्न छोड्दैन भने हामीले हाम्रो चरित्र किन छोड्ने हो? हामीले पनि हाम्रो चरित्र कहिल्यै छोड्न हुँदैन। हाम्रो मिसन, हाम्रो उद्देश्य कहिल्यै छोड्न हुँदैन। अब अन्त्यमा अहिले मन्त्रीले एउटा कुरा गर्नुभएको छ। के कुरा गर्नुभएको छ भने त्यो बजेट छैन, अघि मैले बजेटको कुरा भनिसकेँ, तर 7000 कम्प्युटर शिक्षक थप्छु भन्दै हुनुहुन्छ। 7000 कम्प्युटर शिक्षकको 13 महिनाको तलब हिसाब गरेँ मैले, 4,43,70,00,000 हुँदो रहेछ। त्यो तलब इसिडी र विद्यालय कर्मचारीलाई बाँडिदिने हो भने प्रत्येकको तलब 5600 का दरले बढ्दो रहेछ। अनि एउटालाई पीडित राखी अर्को दरबन्दी सिर्जना गर्ने हो, फेरि अर्को 20,000 15,000 दिने, अर्को नयाँ उत्पीडित वर्ग सिर्जना गर्ने हो। त्यस्तो हुँदैन। पहिले भएका शिक्षक कर्मचारीको उचित व्यवस्थापन हुनुपर्छ, त्यसपछि थप कुरा गर्नुपर्छ। अर्को कुरा, नयाँ विषय थपिएपछि समय के हुन्छ, कुन विषयबाट पाठ्यभार झिकिन्छ, ती समस्याहरू छन्। त्यसैले मन्त्रीले सोचे जस्तो, बुझे जस्तो यो कुरा सजिलो छैन। र यी एक थरी शिक्षकलाई, कर्मचारीलाई पीडित हुन दिएर अर्का थरी जन्मन हामी दिँदैनौँ। हामी त्यसको पनि विरुद्धमा। सिद्धान्त त कम्प्युटर शिक्षक राख्ने कुराको हाम्रो समर्थन छ, तर अहिले भएकाको उचित व्यवस्थापन त्यो सँगसँगै हुनुपर्छ भन्ने मागमा हामी अडिग छौँ। अब मैले लगभग सबै कुराहरू भने जस्तो मलाई लाग्यो। 9 बुधे पनि भने, पनि भने। अब अन्त्यमा मेरो एउटा सानो अनुरोध छ। म अहिले शिक्षक आन्दोलनको इतिहासको एउटा पुस्तक लेख्दैछु। लगभग 350 पृष्ठको हुन्छ भन्ने मलाई लागेको छ। मैले लगभग सकेको छु। के कुरा सकिएको छैन भने बीचमा आन्दोलनहरू जोडिएका छैन। आन्दोलन भएको भने चाहिँ माग के राखेको थियो भने भेटिया छैन, माग पेश गरेको छ, सहमति भयो भने चाहिँ सहमति के भयो भन्ने भेटिया छैन। र
त्यो किताबमा प्रामाणिक कुरा मात्र रहन् भन्ने विषयमा पनि म सचेत भएको हुनाले पुराना शिक्षक नेताहरूसँग सम्पर्क गरेर प्रयत्न गरिरहेका छु। र यहाँहरूलाई पनि मलाई अनुरोध छ, अस्तिकै आन्दोलनका पनि अलिक विशिष्ट खालका मसँग सबै फोटाहरू छन्, तर यहाँसँग मभन्दा राम्रा फोटाहरू हुन सक्छन्। एकल फोटो नपठाइदिनु होला, एकल फोटो लेखकको पनि प्रकाशन हुनेवाला छैन। अनि त्यस्ता खालका जस्तो हामीले सिटी जुलुस गऱ्यौँ, सुतेर सडकमा विरोध प्रदर्शन गऱ्यौँ, रक्तदान गऱ्यौँ, सामूहिक रूपमा भएका त्यस्ता फोटा छन्हरू भने पठाइदिन अनुरोध गरेँ। पुराना पत्र पत्रिकामा छापिएका फोटा छन् भने त्यसलाई पनि स्क्यान गरेर पठाइदिन पनि मैले हार्दिक अनुरोध गरेँ। मेरो योजना माघ 27 गते नेपाल शिक्षक महासङ्घको स्थापना दिवसको अवसरमा यसको लोकार्पण गरौँ भन्ने अहिलेसम्म योजना छ। मलाई लाग्छ त्यो बेलासम्म म काम सम्पन्न गर्छु होला। र यिनै विचारका साथ फेरि यति महत्त्वपूर्ण कार्यक्रममा मलाई आमन्त्रण गर्नुभयो, मेरा कुरा ध्यानपूर्वक सुनिदिनु भयो। यहाँहरू सबैप्रति आभार व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।